ब्याग त छ नि मेरो ब्याग झऱ्यो नि तनाव हुन्छ कपडा जति सबै त्यसमा आया यस्तो दामी ठाउँमा के गाउँकै बस्तीकै मा कस्तो मजा आउँछ लाग्यो यस्तो नेचरमा बस्न लाग्यो झर्ना अगाडि होइन झर्ना डाँडाको बिचमा रहने खोला आइया दिनु पर्यो त झर्ना पनि छ क्या त्यो गाउँमा यस्तो दामी देखायो क्या माथि एउटा आइया टक्क यस्तोमा घर बनाएर बस्न त्यो गाउँमा मैले बस्न कति मजा आउँछ होला यार यस्तो दामी ठाउँमा क्या झर्ना नि आइरहेको छ अगाडिबाट देखाएन होला केटाहरूले ए सब इन्डियनहरू आज अर्को बाइकहरू बोकेर आएको छ यस्तो दामी ठाउँ छ अनि आउनु परिहाल्यो नि यो मैले 3000 रन नजान्दिनँ झर्ना चाहिँ गाउँको छेउको झर्ना भने चाहिँ हो केटाहरू अहिले राम्रो देखाउनु पाएन देखेन होला त्यहाँबाट झर्ना छ आँखाले दामी देखायो क्यामेरामा देखाएन होला त्यस्तो राम्रो बवाल छ नि यार यो गाउँ यो गाउँको नाम चाहिँ थाहा भयो नि तर बवाल यस्तो दामी ठाउँ छ अनि चाहिँ आउनै पर्यो नि नआएर भयो त लोकेसनले आइजे भनेर बोला जस्तै छ अनि हेर्दै मलाई यस्तो दामी ठाउँ छ मलाई को आउनु मन पराउँदैन डाँडा यत्रो छ क्यामेरामा चाहिँ उयो देखायो हो मैले आँखामा त मैले टाउको उचाल्यो हेर्दा नि ढल्छ मैले खेल्न गरेको यस्तो ठुल्ठुलो हो कि हिमाल छ जाउँ वहाँ बिचमा क्यामेरामा देखाएको छैन होला राम्रो पानीहरू कस्तो फुटाउनु गयो गेमको लास्ट छोटो भएछ त्यो केटाहरू त लो स्लो आउँछ कि यार हाम्रो तिनीहरू मैले वहाँ पुगिसक्यो र अनि हाम्रो केटाहरू 220 भएर धरि नि कुदाउँदैन त लड्यो भने
घर पनि यहीँ भुलिएर मैले यहीँ बसी बस्दै मन लाग्छ के घरै फर्केर नजाउँ जस्तो हुने कि यस्तो दामी ठाउँ छ यार। बाले के बोक्यो अहिले बास च्यारन्डीको छ र यस्तो यो पानी चाहिँ सब खुट्टाभित्रै छिरायो क्या मेरो जुत्ताभित्र यस्तो लगाएको छ र छोटो भयो क्या ट्यागेको प्लेनको केटा गाउँदै आएन यार कुर्नु पऱ्यो एक चुरो पनि हान्नु पऱ्यो त्यो धोतीहरूसँग गएर के काम तिनीहरू अर्को डेस्टिनेसन अर्को डेस्टिनेसन त सेम हो भयो भने मैले हिँड्नु केटाहरू एकैछिन है म जुरोड खाँदैछु अहिले चाहिँ भ्यू मात्रै हेर भ्यू पनि आएको छ कि छैन थाहा भएन मलाई आए हेर नहेर मुजी बाल छैन हेर्न मन लाग्यो हेर नत्र मुजी अर्को भिडियो हेर जा कमी बाटो रहेछ कत्रो हो डाँडा पनि बाटो फेरि सानो छ यता नि अब स्ल्याब हाल्छ होला अगाडि त हालेर रहेछ बाटोमा चाहिँ बिग्रेको रहेछ आम्मा कस्तो दामी खोला यार मैले दोस्त खोला र डाँडाको बाटो भन्थेँ नि यही हो क्या हेर न कस्तो दामी छ गएर मजा चाहिँ चेन्जै गर्नुपर्छ यार लास्ट 2 किलो पानी हजुर ए ल धेरै स्लो हिँड्यो भने चिप्लिन्छ कि हल्का बचायो भने चाहिँ अलिक चिप्लिँदैन कि
यो हो नि त जुन लोकेसन भनेको त यो पो हो त पिस भनेको त यसलाई भन्छ कि पिस यसलाई भन्छ नेचरमा यसलाई भन्छ ब्युटीमा ब्युटी अफ नेपाल मेरो पछाडि बाटो चिप्लिरहेको हिमालदेखि थाल्यो केटाहरू हिमालदेखि थाल्यो केटाहरूले देखाएको चाहिँ छैन नत्र बवाल हिमाल देखिरहेको भिडियोमा चाहिँ थाहा भएन होइन आँखाले त यस्तो बवाल भ्यू देखिरहेको नि पुरै हिमाल देखिरहेको अब यहाँबाट त्यहीँ पुग्नुपर्छ क्या अब दोस्त जुम गर न जुम गरेर खिच न ए ग्यारेजहरूको रहेछ तारा पानी 4 किलोमिटर अझै 20 किलोमिटर बाँकी छ यार जम्मा 10 किलोमिटर केही भइहाल्यो भने मैले लड्यो भने फुक्कन पैसा तिर्नुपर्छ स्विजरल्यान्ड आए जस्तो फिल भइरहेको यहाँ झर्ना क्या हजुर पुरै स्विजरल्यान्ड जस्तो आयो के